few moments later. मेरो बेबी बेबी नहीं हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल सबैजना आरामी हुनुहुन्छ होला म पनि आरामी छु मैले आज कति दिनपछि भ्लग बनाउँदैछु है गाइस आयो हेर्न न वातावरणै नमिलेर तनाव के जहिले पनि बनाउन खोज्छु होइन कहिले के हुन्छ ठिक छ अब आज चाहिँ बनाउँछु म आज वेदरले साथ दियो भने चाहिँ कतै गइन्छ होला नत्र हामी मिसाइकै घरमा बस्छौँ होइन अब फेरि यसो रमाइलोसँग गरेर देखाइदिउँला होइन अब के हुन्छ हामी कहाँ पुगिन्छ हाम्रो फेरि जे धेरै जस्तो कुराहरू अनप्लानै हुन्छ गाइस हजुरहरू सबैजनालाई थाहा नै छ होइन मैले भनिराख्नु पर्दैन अनि अब त्यही हो हेर्दैछौँ पानी पर्यो असिना झऱ्यो भन्नुहुन्छ अब त्यही हो अलिकति रङ टाइममा निस्किएको जस्तो लाग्छ पानी पर्यो असिना झऱ्यो पानी छिटाउनु थालिसक्यो गाइस यस्तै हुन्छ क्या म निस्किँदै पानी पर्न थालिहाल्छ मेरो बेबी बेबी आफत पर्यो भाइ जम्मै बसिरहेको थियो घरमै पानी पर्यो अब कहाँ जानु पुरै भिजेर आइसकेर त कठैबाट मेरो बेबी बेबी आओ बाबा नाइ अङ्कललाई चाहिँ नहालौँ नाइ अहिले लुगा खोलिसक्यो यस्तो भिजेर आएछ भाइ कतैबाट पुरै छ्याप्पै भएछ आमै छिटो खोल लुगा अनि गाइसमा आइपुगेँ अनि म लास्टै भिजेँ पानीमा हेर्नु म ठ्याक्कै आइपुग्नु पनि अनि पानी पनि कम हुनुभयो जाममा परेकै अब जानु कि के गर्नु भयो तनाव परेर अनि अब भिजे त सकेँ म जान्छु भनेर अनि त्यसपछि म आएँ हेर्नु गाइस त्यही भएर म भ्लग बनाउँदैन कहाँ यस्तै हुन्छ भनेर हो का अनि आए लुगा फेरि अलिकति तातो भयो बिरामी नहोस् त्यही हो होइन गाइस अब के भन्न सकिन्छ अरू तर कस्तो थियो भने वेदर के अरे मैले रेनकोट बोकेर हिँडेको भए पनि गाइस होइन त्यो रेनकोट केही काममै लाग्दैन थियो क्या त्यस्तो थियो अनि यो बुढा नीलकण्ठ एरियामा चाहिँ पानी कस्तो जम्छ नि त अनि पुरै जमेर अनि यस्तो भएको थिएन आधीसम्म आइसकेको थियो त्यस्तो पानी जम्दा रहेछ म पानी पर्दाखेरि कहिले पनि यो साइडमा गएको थिइनँ क्या यो मेरो के अरे फर्स्ट टाइम हो पानीमा मैले यस्तरी चलाएको नभए म साइड लगाइहाल्थेँ क्या अब भिजी त सक्यो जाममा बस्दा अनि के गर्नु होइन बरु आइदिन्छु यही भनेर अनि लुत्रुकै अब जाममै लुत्रुकै भएपछि अनि के गर्नु त नि अनि त्यसो आएँ सब भ्लग अब यहीतिर गफसफ गर्ने हुन्छ अब हामी कतै गइँदैन होला किनकि पानी पर्यो अब पानी रोकिहाल्यो भने जान पनि सकिन्छ तर गइँदैन होला सायद अब हेरौँ गाइस अब एङ्ग्रीलाई चिया बनाउनु लाउनुपर्छ जाडो भइरहेछ नि त वेदरले च्यालेन्ज गरिरहेछ अब चिया खाने हामी गाइसमा देखाउँछु ल सो हामी चाहिँ अब चिया पकाउँदैछौँ अनि चिया पकाएर हामी चिया खान्छौँ अब अनि त्यस्तै हो तल देखाउँ हामी अहिले म्याक्स लगाएर बसेको छु कि त्यो भएर देखाउँ कि नदेखाउँ भने चिया भाँडा माझ्दैछ अनि त्यसपछि म चाहिँ अब यहाँ चिया बनाउँदैछु तातो हुनु पर्यो अनि गाइस मेरो लाइफमा के ट्विस्ट भयो भने अब हेर्नु है म यस्तो भिजेर आएँ त हेर्नु त फेरि घाम लागेर ओहो डेन्जर घाम लाग्दो फेरि अहिले चाहिँ अब म भिजेर आएको हो र यस्तो भयो नि त गाइस हेर्नु त गाह्रो छ गाइस गाह्रो छ के अरे पर्सनल्ली के अरे दुश्मनी छ जस्तो मसँग के अरे त्यो के भन्छ अरे केटी पानी पराउनेलाई एउटा भगवान इन्द्र भगवान छ मेरो पर्सनली के अरे दुश्मनी छ जस्तो छ ल यसले भाँडामा चाहिँ घाम लाग्दिहाल्यो अनि अहिलेको लुगा यसो सुकाइदिउँ भनेर अनि त्यसमा छतिर लाग्दैछु अब गाइस हेर्नु गाह्रो छ तनाव पनि छ हेर्नु त म त अघि के अरे भिजेर आएको र जस्तो भइदिरहेको अब यस्तो मजाले घाम लाग्यो तनाव भयो गाइस मलाई तनाव अनि म अब छतमा नै आइसकेँ अब म लुगा सुकाइहाल्छु गाइस ल लुगा त सुकाउनु पर्यो हेर्नु सुक्छ होला तर घाम त कस्तो मजा चर्को लागिरहेछ सुक्छ होला सो चिया पनि बनिसक्यो अब चिया खाने हामी
गाइस चेयर्स हाम्रो सो हाम्रो केएफसी पनि आइसक्यो अनि त्यसपछि हाम्रो भेना पनि आइसक्यो यता गाइस अब यता त अघिदेखिबाट देखिराख्नु भएको छ अनि यता म छु गाइस होइन अब हामी खान्छौँ भोक लाग्यो अनि अब त्यही हो अब के भन्नु घरबाट पनि निक्ल्यौँ अब जाँदैछु हेर्नु न गफ गर्दा गर्दै अनि त्यसपछि टाइम गएको थाहा भएन आज म बिरामी हुन्छ जस्तो भइसक्यो पानी लगिनु के भयो गाह्रो छ गाइस गाह्रो छ त्यही भएर अझै मलाई घर बनाउनु जाँदा पनि पानीले भिज्छु कि बा भन्ने हुन्छ क्या रेनकोट ओढ्यो पनि हेर्नु गाइस अब त्यत्रो पानी परेको छ रेनकोट ओढेर के फाइदै हुँदैन क्या गाह्रो छ फेरि आफू केही टाइमपछि त घाम लागिरहेको क्या यसो ठिक छ तर मजा आइदिएर पानीमा त्यो गर्मी भएर पनि होला पानीमा चलाउन पनि मजा आइरहेको थियो गाइस मलाई म कस्तो इन्जोय गरिरहेको थिएँ अलिकति बिरामी होला भन्ने चाहिँ टेन्सन हो र त केही टेन्सन छैन फेरि हामी 3 जना भेटेपछि के गफ हुन्छ गाइस टाइम गएको पत्तै पाइँदैन अनि अलिकति काम पनि थियो मेरो अनि काम पनि सकेँ त्यही भएर धेरै लङ भिडियो हुँदैन मेरो होइन गाइस अब यस्तै हो के गर्न सकिन्छ र होइन सक्दो बनाएको छु मैले आज माया गरेर हेरिदिनु होला होला उता अझै त डर लाग्छ हो गाइस मलाई त बिस्तारै चलाउनु मन लाग्छ बरु म बिस्तारै पुग्छु र यताउता दायाँ बायाँ गरिदिनु भन्ने हुन्छ हो हजुर त फेरि के भएको गाइस अचेल होइन प्रेसर लो भएर है रिमोट लाग्या जस्तो हुन्छ भनेको के भएको खालि पानी मात्रै खान मन लाग्छ क्या अयो लास्टै डिहाइड्रेसन भइरहेछ छ मेरो बडीलाई फेरि यहाँ आएपछि जाममा परिहालिन्छ ए बस्नु होला झर्न उता के हतार छ र मलाई होइन बिस्तारै घर पुग्दिन्छ हो मलाई केही हतारै हुँदैन झन् अझ त झन् पिटिकै हुँदैन यहाँ आएको बेला चाहिँ यो मेरो यो लुज भएछ क्या कसौँ भनेको फेरि के कसो घर आइ त लाग्यो अब